हेलो आदरणीय दाजुभाइ दिदीबहिनीहरू सबैलाई मेरो आज दोस्रो दिनको सेकेन्ड भ्लगमा स्वागत छ हजुरहरूलाई। अनि के छ, आई होप सन्चै हुनुहुन्छ सबजना होइन। अनि यहाँ मन ठिकै छु, राम्रै छ, हल्का रुगा लागिरहेछ कि जाडो चाहिँ लास्टै निकै छ होइन। जे होस् अलि रमाइलो भइरहेछ आजको सेकेन्ड भ्लग। अनि के छ हजुरहरूको हालखबर, के छ नयाँ नौलो यसो कमेन्टमा बताइदिनु होला होइन। आम्मा कति जाडो कति जाडो, सकिँदैन खप्नुलाई, जाडो चाहिँ अति नै छ कि। आज चाहिँ म्याच हेरौँला भनेर सोचेको थिएँ, म्याच पनि हेर्नु पाइएन होइन। अलिकति होइन हुन्छ नि, अलि गाह्रो पऱ्यो, यताउता गर्नाले गर्दा गाह्रो पऱ्यो। अनि आज चाहिँ हामी फेरि पसलसम्मको यात्रामा यसो हिँडिदिएको घुमिदिएको होइन। हजुरहरूलाई यहाँको भ्यू पनि देखाउँछु कस्तो छ, राम्रो नराम्रो होइन। यसो कमेन्टमा भनिदिनु होला। अब सेकेन्ड भ्लग अब खासै राम्रो त छैन होला होइन, भए पनि यसो माया ममता गरेर होइन सबैले यसो लाइक गरिदिनु होला। अब लाइक नगरे नि हेरिदिनु मात्रै होला, हेरिदिए पुग्छ, किन लाइकै गर्नुपर्छ भन्ने पनि छैन खासै। अब म चाहिँ अहिले पानीपुरी खान जाउँ भनेको, यस्तो चिसो छ, कहाँ आन्ध्रमा नि घुमी पुग्छ होला कि पानीपुरी पनि होइन। हुन्छ नि लास्टै जाडो छ यता चाहिँ। यसो हजुरहरूलाई नि मौसम देखाइदिन्छु, भ्यूहरू यस्तो छ, रमाइलो मजा आउँछ होइन। टक्क लाएर केटाहरू यतै घुमिरहेछन्, यतै छिरेनहरू। खास चाहिँ म यता त्यो जुन घर छ त्यसको पल्लोपट्टि बस्छु अहिलेलाईको हालसालको लागि। यस्तो छ यहाँको होइन वातावरण, यहाँको हुन्छ नि सबैजना यताउति सब राम्रै हुनुहुन्छ होइन, हँसी मजाक त्यस्तो हुन्छ नि सबै एकदम गुड। आज म्याच हेर्छु देखाउँछु हजुरहरूलाई भन्दै नि म्याच पनि देखाउनु पाएन, म्याच पनि सिद्धिसकिहाल्यो। अनि खासै यस्तो हुन्छ नि, त्यो बादल लागिरहेछ, त्यहाँ चाहिँ हिमाल हो। खासै मेरो चाहिँ अब थोत्रो हो फोन होइन, राम्रो पनि देखिँदैन, क्यामेरा पनि राम्रो आउँदैन। खासै जे होस् हुन्छ नि, रमाइलै छ, सबै कुरा रमाइलो छ यहाँको चाहिँ। यताउति हुन्छ नि सबै कुराहरू, यहाँको झन् मान्छेहरू सबभन्दा राम्रो हुनुहुन्छ होइन। एकदम खुलेर बोल्ने, यताउति त्यस्तो नराम्रो नसोच्ने। अब कहीँ त अब त्यो ठाउँ अनुसार नि को आएछ यताउति भनेर हुन्छ नि, अब धेरै कुराहरू त्यो सोच्छन् नि त मनमा, तर यहाँ त्यस्तो छैन। यहाँ चाहिँ एकदम गुड छ यो ठाउँ होइन। अब हजुरहरूलाई हिजै भनिसकेको छु म सिक्किममा छु भनेर होइन, र अहिले पनि भन्छु सिक्किममा छु नै अहिले पनि। र यहाँनिर एकदम सबजना हुन्छ नि, लगायत घुम्ने ठाउँहरू पनि त्यस्तै रमाइलो होइन, राम्रो रहेछ, खुसी लाग्यो मलाई नि यहाँ आएर, म खुसी लागिरहेछ। जे होस् अनुभव गर्न पाएको छु यहाँको ठाउँहरू कस्तो रहेछ के रहेछ होइन। अब फेरि यहाँ चाहिँ अहिले राम्रै फुटबल म्याच चलिरहेछ, यो ठुलो ग्राउन्ड छ यहाँ। अब 3 बजे सिद्धिन्छ जुनै गेम पनि, 2 गेम भइरहेको छ अहिले चाहिँ। अब फाइनलमा चाहिँ म हजुरहरूलाई देखाउने छु होइन, अब के कस्तो हुन्छ भने। अहिले चाहिँ त्यहाँनिर यसो बच्चाहरू खेलिरहेछ त्यहाँ गुम्बाको। अनि यहाँ चाहिँ फेरि एकदम लोयल क्या, मान्छेहरू नि एकदम राम्रो होइन। अब जे कुरा नि गर्दाखेरि होइन यताउति सोध्ने बोल्ने हरेक कुरा क्या। अब काहीँ त उता यताउति भन्छ नि कुनै ठाउँतिर, तर यहाँ चाहिँ त्यस्तो छैन। यसो आयो हजुरहरू नि आउनु होला होइन, घुमफिर गर्नको लागि होइन। जे होस् अब यहाँ चाहिँ सामान लास्टै सस्तो छ, फेरि 5 रुपियाँको एउटा चुइङ्गम हेर्नु न, अब वहाँ नेपालमा 2 रुपियाँ पर्छ यसको, 1 रुपियाँको एउटा भन्दा यहाँनिर 1 रुपियाँको एउटा हेर्नु है। अब हुन्छ नि धेरै राम्रो छ ठाउँहरू नि, एकदम ठिक छ यहाँ। फेरि अब ठुलो पूजा चलिरहेछ अरे हो, अब ठुलो पूजा चलिरहेछ अरे। त्यो चाहिँ अब खोइ कतिदेखि हुन्छ भन्ने चाहिँ, कति तारिक भन्ने हुन्छ यहाँ चाहिँ फेरि होइन, गते नि बिर्स्यौँ, तारिक भन्ने हुन्छ, कति तारिकदेखि हुन्छ अब त्यो चाहिँ थाहा छैन मलाई। अब जे होस् यहाँ चाहिँ जे एकदम तयारीहरू चाहिँ भइरहेछ यसरी पसल थाप्ने होइन यताउति। वहाँ तल नि छ, वहाँ तल चाहिँ अझ अलिक धेरै छ, त्यो बत्ती बालेको भन्दा अलिक तल। अब यहाँनिर नि यता टेन्टहरू सबै होइन रेडी हुन्छ नि, भइसकेको छ। अनि खासै कुरै गर्नु पर्दाखेरि चाहिँ होइन, अब कस्तो लाग्ला हजुरहरूलाई होइन, मलाई त अब जे रमाइलो लागिरहेछ, ठिकै लागिरहेछ।
आज फेरि सेकेन्ड भ्लग बनाउन पाएको छु, त्यही माथि झन् खुसी लागिरहेछ होइन। अब हामी खास गरी उहाँ पर जाने भनेर आएको हो, पर त्यो ठाउँमा त्यो सेकेन्ड बत्ती बलिरहेछ नि, त्यहाँनिर जाने भनेर आएको। आज खै यिनीहरू यहीँबाट घुमिरहेछ, अब म एक्लै जाने कुरो नि भएन फेरि होइन। अब यसो देखाइदिउँ हजुरहरूलाई नि होइन, हेर्नुहोस् घुम्नुहोस् म सँगसँगै है। तपाईँहरू त त्यहीँ बसेर हेर्नु, म चाहिँ घुम्छु। अब मसँगै घुमेको रमाइलोपनहरूको मजा लिनु भन्न खोज्छु म चाहिँ। अब हुन्छ नि हरेक कुरा त अब सोचेको जस्तो नि हुँदैन, भनेको जस्तो नि हुँदैन होइन। अब यहीँ घुमे भइरहेको छु अहिले चाहिँ। खै जाउँ भनेको मान्दैन यिनीहरू, अब नजाने पानीपुरी खानुलाई। हावा हो पैसा फेरि यहाँ पैसा ल अब त्यस्तो भन्छ है। अब मेरै पैसाले खानिदिनु पर्ने भइसक्यो अब ल हिँड म खानिदिन्छु ल, हिँड्न त। अब तिमीहरू त कन्जुस हो भन्ने मलाई थाहा छ। ल यिनीहरूसित हल्का बोलेर डिस्टर्ब भयो होइन। खासै अब अस्तिको जस्तो त मिठो मिठो शब्दहरू त मलाई खासै आएको छैन होइन। लाग्छ यसो यहाँ चाहिँ एकदम फ्री छ, फ्री मतलब त्यस्तो फ्री भन्न खोजेँ होइन। रमाइलो छ, जता गयो नि फ्री छ, जे होस् हुन्छ नि। अब फेरि यहाँ एकदम खतरा लाग्यो भनेको चाहिँ मलाई यहाँको रोड क्या, रोड चाहिँ एकदम राम्रो छ क्या यहाँको। हुन्छ नि गभर्मेन्ट पनि एकदम राम्रो लाग्यो मलाई होइन। यस्तो हुन्छ नि सिक्किममा अब रोड एकदमै राम्रो, जता गयो नि पिच क्या, पिच पुरै पिच, जता गयो नि पिच होइन। हेर्नु नि तपाईँहरू नि हेर्नु सक्नुहुन्छ, पुरै पिच छ रोड, जहाँ कुनामा जाउँ पिचै पिच, रोड पुरै पिच पुरै। अब गभर्मेन्टले पुरा यत्रो ग्राउन्ड बनाइदिएको छ। फेरि यहाँ चाहिँ होइन फुटबल चाहिँ एकदमै मन पराउने क्या, बच्चादेखि बुढोलेसम्म होइन। एकदम खेल्न उत्सुकता हुने होइन उनीहरूमा, हुन्छ नि अब त्यस्तै एकदम खेल्न मन पराउने सबजना क्रेजी फुटबल भनेपछि चाहिँ। अब यहाँ फेरि फुटबल पनि भन्दैन है, यहाँनिर गोली भन्दो रहेछ है। अब गोली फेरि त्यो बन्दुकको गोली होइन नि, फेरि फुटबललाई गोली भन्दो रहेछ। अब त्यो चाहिँ मलाई नि पहिलोचोटि अनौठै लाग्यो होइन। अब हजुरहरूलाई नि पक्कै अनौठो लाग्छ होइन। अब यहाँको भएको र यहाँको जुन म अहिले यहाँ छु नि, यहाँको अनुभवै छुट्टै छ क्या एकदम। हुन्छ नि रमाइलोदेखि लिएर होइन, उत्सुकता एकदम के गरी वर्णन गर्नुहुन्छ त्यस्तो। अब लाइक बुझ्नु नि तपाईँहरूले हल्का फुल्का, त म धेरै कुरा त भन्न खासै अब सक्दिनँ, आउँदैन पनि धेरै बोल्नुलाई होइन। त्यही पनि बोल्न कोसिस गरिरहेको छु। अब गोली हेर्न चाहिँ अब भोलि म आउँछु, त्यतिखेर म भ्लग त बनाउन सक्दिनँ होला, सानो सर्ट भिडियो चाहिँ यसो गोली सिक्किमको भनेर होइन। अब हजुरहरूलाई म यसो टक्क देखाइदिनु छु भोलि चाहिँ। अब आज त अब भ्याइएन, यताउता हिँड्दाखेरि के गर्दा भ्याउँदै भ्याएन। आज चाहिँ म पानीपुरी खान जाँदैछु होइन। जो पनि एकदम हुन्छ नि त्यो पसल, सबतिर पसलै पसल छ अहिले। कहिले ठुलो पूजा हुने छ अरे गुम्बामा, अनि यहाँनिर जे होस् त्यो ठुलो पूजामा चाहिँ एकदम रमाइलो हुन्छ अरे यताउति होइन। त्यही भएर पसलहरू थापेको होइन। जे होस् अब हजुरहरूलाई म गुम्बा पनि देखाउँछु, पुरानो गुम्बा भन्ने छ। हामी चाहिँ अहिले फेरि सिक्किमको राबुङ भन्ने ठाउँमा छौँ, पुरानो गुम्बा साइड भन्दो रहेछ। यहाँ चाहिँ मलाई खासै थाहा थिएन होइन, मैले नि आज थाहा पाएको। यो चाहिँ पुरा त्यो उता चाहिँ हिमाल हो, यो कञ्चनजङ्घा हिमाल भन्छ। मलाई त्यो पनि खासै थाहा भएन। अहिले चाहिँ हिउँ चाहिँ सुकेर पुरा त्यो पानी भइसकेछ त, उयो पग्लेर पानी भइसकेछ खासै। हुन्छ नि अहिले राम्रो त राम्रै, हिमाल त राम्रै देखिन्छ जहिले पनि हेर्दाखेरि होइन। मौसम एकदम कुल छ, वातावरण यहाँ होइन एकदम राम्रो छ घुम्न यताउति गर्न, हजुरहरूले नि आउनु होइन। हुन्छ नि एकदम रमाइलो पनि छ, यहाँको मान्छेहरू झन् राम्रो होइन। जे अब हुन्छ नि राम्रो बोलीचालीदेखि लिएर सबै एकदम हुन्छ नि, सबै कुरा राम्रो छ यहाँनिर। र अर्को कुरो अब दिनकै म यसरी भ्लग त बनाउन सक्दिनँ होला अभियसली, त्यो मलाई थाहा नै छ। जे होस् म थोरै सानो होइन यहाँको जानकारीहरू मलाई जति नि थाहा हुन्छ होइन, यसो म हजुरहरूलाई अपडेट गराइराख्छु। र सबैलाई अहिलेको लागि अब रात त परिसक्यो यहाँनिर। कति बज्यो ल यहाँ 5 भइसकेछ। नेपालभन्दा 15 मिनटको फरक रहेछ यहाँ होइन। 5 भइसकेछ।
अब आजको लागि यति नै सबैको माझमा हेभ अ गुड डे होइन हेभ अ गुड नाइट। हामी चाहिँ यसो पानीपुरी खान जाँदैछौँ। अब त्यहाँ गएर फेरि खिच्दाखेरि त बिल्लै होला होइन। अब त्यही पनि म लिएर जान्छु हजुरहरूलाई त्यहाँ पानीपुरीसम्म। कति खाने कति वाइल खाने भन्छ उनीहरू। अब यहाँ चाहिँ फेरि होइन एकदम सस्तो क्या, बाइकको सट्टा गाडी, जसको प्राइभेट गाडी, सस्तोवाला गाडी यिनीहरू। यो सस्तोवाला गाडी अब बुलेट र डुक। यहाँ त उहाँ त साइनहरू चल्छ नेपालमा त, यहाँ चाहिँ फेरि एकदम सस्तो सबै कुरा होइन। अब 1 लाख रे, अब आइसी भनेको 1 लाख भनेको नि उहाँ धेरै नै हो। अब उहाँ त 1,60,000 हो होइन। अब यहाँको आइसी यताउति भनेर कम हुन्छ, यहाँको मान्छेहरूलाई चाहिँ कमै लाग्छ होला। ल हामी दोकानमा चाहिँ आइसकेको छ, पानीपुरी दोकानमा। मान्छे चाहिँ हुनुहुन्छ कि हुनुहुन्न? पानीपुरी त खाने भनेको, पानीपुरी खाने होइन। ल अहिलेको लागि पज गर्छु है त। आज चाहिँ हाम्रो नसिबमा पानीपुरी खानु लेखेको रहन्छ, पानीपुरी छैन रे, सिद्धियो रे होइन। अब केही छैन, आज हामी यतिकै फर्किने हो। केही छैन रे, के चटपटे बन्छ आज? केही छैन आज, जाडो जाडो नि छ। ल फेरि हामी फर्किन्छौँ, आजको लागि यति नै। हजुरहरू नि यसो इन्जोय गर्नु होला भिडियो हेरेर रमाइलो होइन। अब चुइङ्गम खानुपर्ने भयो पानीपुरीको सट्टा। अघि नखाइ बसेको थिएँ पानीपुरी खान पाउँछु होला भनेर, तर खान पाएन। अब ठिकै छ अहिलेको लागि। अब खान त पाउँछौँ, माथि जानुपर्छ अनि फेरि रात नि परिसक्यो। अब के जानु माथि त्यति टाढा भन्ने नि लागिरहेछ। अब हेरौँ यहाँ के हुन्छ, यिनीहरू जाने भन्यो भने गइदिउँ। त्यहाँसम्म जाँदा नि फेरि रातै परिहाल्छ। ल अब के हुन्छ, अब अर्को अपडेट भोलिलाई हजुरहरूलाई। ल त बाई बाई, गुड नाइट। आजको लागि यति नै। अब फेरि भोलि हामी अर्को भ्लगमा भेट्ने छौँ त। ल बाई।